हेलो म यहाँ भिडियो आमाको मुख हेर्छु अनि भएर राम्री भएर बसेको रहेछ भन्न आमाको मुख हेरेको छोराले सुन पठाइदियो क्या मम्मी माई गड झला मल्ल छ त आइफोन 16 ह्यापी मदर्स डे ठुलो मम्मी धेरै वर्ष खै तपाईले थ्याङ्क यू नि भन्नु भएन अर्कोचोटि पनि ठुलो मम्मी भनेर यसरी नै मदर्स डे मनाउनु पाऊँ धेरै धन्यवाद छ तपाईको टिकटक हेरेर आएको ल साथीहरू यो चाहिँ मेरो टक्क माइती घर हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल स्वागत छ सबैलाई फेरि पनि मेरो नयाँ भिडियोमा अनि आज चाहिँ स्पेसल डे भन्दाखेरि हाम्रो मदर्स डे अनि सबै मम्मीहरूलाई ह्याप्पी मदर्स डे भन्दै आज चाहिँ मेरै मम्मीलाई म भेट्नु जाँदैछु मेरो माइती घर प्राय मम्मी यही बस्नुहुन्छ तर हिजो चाहिँ तल घर जानुभएको थियो त्यही भएर म आज त्यही जाँदैछु अनि मदर्स डेको मेरो चलपल कस्तो छ भन्दाखेरि होइन मेरो आमाहरू दुईवटा हुनुहुन्छ टक्क मेरो कोठा चाहिँ लथालिङ्ग छ आज काम गर्नु नपाएर होइन अनि यहाँ टक्क रेडी भएको छ सुडीहरूलाई अनि म चाहिँ जाँदैछु मेरो घर चाहिँ नहेर्ने आज चाहिँ एकदम धेरै बत्तरसम्म काम गर्नु भ्याएको छुइनँ अनि त्यही हो के ल्याएको छु म भरे देखाउँछु होइन झोलामा प्याकिङ भइसकेको छ साथीहरू अनि आज त्यही हो स्पेसल हुँदाखेरि म मेरो माइती घर जाँदैछु सबैले मेरो माइती घरमा के भन्छ सबैजना मेरो माइती घरमा अब चाहिँ मलाई देख्नुहुनेछ धेरै पछि जाँदैछु म धेरै भयो क्या म तल घर नगएको कति भइसक्यो पुग्नु कस्तो भयो के भयो आफैलाई थाहा छैन अरे क्या अनि त्यही हो आजको स्पेसल चाहिँ साथीहरू त्यही हो आजको मदर्स डेको भिडियो आएको छ सबैले अन्तिमसम्म हेरिदिनु होला आज के गर्छु त म साथीहरू ल अब चाहिँ मम्मीको घरमा भेट्नुपर्ने हुन्छ होइन तेरो आमालाई के दिस् मेरो छोराले मलाई गिफ्ट दिएको छ साथीहरू म भएर दिएको छु भएछ भने दामी मलाई के बेङ्गल्स कि अरे न के भन्छ त्यसले चुरा ए चुरा दिएको छ मेरो छोराले साथीहरू मदर्स डेमा होइन सिक्री त चुरा भन्छ त त्यसलाई त मेरो फुलको कलेक्सन हेर्नु फेरि पनि बाई बाई ल साथीहरू म चाहिँ मेरो माइती घर आइपुगेँ माइती घर भन्नु नि लाज पो लाग्दो रहेछ त ल्याउनै पर्यो मेरो टपिसले कोसेली बोक्दैछ टपिस पनि माइती घर है हो फेरि मामली टपिस त मामली माइती घरमा तर माइतीहरू नै छैन रे घर साउने छैन रे आया लडेँ म झन्डै लडेँ राइनी आन्टी खै राइनी आन्टी चाहिँ एकदम टिकटकको फेरि लभर तपाईको टिकटक हेरेर आएको नि हामी त तपाईको टिकटक हेरेर आएको ल साथीहरू यो चाहिँ मेरो टक्क माइती घर यो घर बनाउँदा सानो दुःख पाएको छौँ हामीले होइन टपिस माई गड ल इन भाइ माइती घरभित्र अघि अर्को माइती घरमा पुगिसक्यो त फेरि लिपेर के हो यस्तो मान्छे नबसे नि घर त चाटक चुटुक पारिदो रहेछ त कुखुराको भुत्ला भनेपछि मासु खानु पाइने रहेछ साथीहरू आज चाहिँ मासु खाने कपाल खुसिएर यस्तो भात्ता भुङ्गा छ छोराले सुन पठाइदियो क्या मम्मी माई गड झला मल्ल छ त आइफोन 16 यहाँ र मम्मीले यहाँ फेरि राईको देउता ल्याएर घरमा ठुलो मम्मी अन्त होइन त्यहाँ सुत्दा ल साथीहरू राईको देउता चाहिँ त्यहाँ 3टा ढुङ्गा हुन्छ 3टा ढुङ्गा मतलब 3टा चुला भात खाइहाल्ने हो सुरुमा होइन रबिस आमाको मुख हेरेर गरेर मात्रै आमाको मुख हेर्नु पनि तपाईँले सम्झाउनु पर्छ हामीलाई हेलो म यहाँ भिडियो आमाको मुख हेर्छु अनि भएर राम्री भएर बसेको रहेछ भन्न आमाको मुख हेरेको साथीहरू यो चाहिँ के हो यो चाहिँ नेवारको सगुन अरे ला भत्काइदिए यस्तो छ बिजोक यो घरमा के लेडिज छोरा माइती घर लाज लाग्यो नि मलाई चाहिँ अब चाहिँ बियर चाहिँ चल्छ कि चल्दैन थाहा छैन अब बियर चल्छ होला यहाँ लु अर्को ठुलो माम पनि दिइहाल्छ फोटो खिच्देऊ न मेरो मोबाइल
ए बियर खस्छ है बियर चाहिँ खस्नु भएन है यो सगुन हो के यो सगुन हो ठुलो मम्मी ह्यापी मदर्स डे ठुलो मम्मी धेरै वर्ष खै तपाईँले थ्याङ्क यू नि भन्नु भएन अर्कोचोटि पनि ठुलो मम्मी भनेर यसरी नै मदर्स डे मनाउनु पाऊ धेरै धन्यवाद छ छोरी धेरै पैसा कमाउनु कुच्चो तानेर त्यसो नभन लाजिन्छ कुच्चोको बिजनेस कुच्चोको बिजनेस अनि तपाईँ पनि धेरै वर्ष बाँच्नु अनि के भन्नु रमेश आशीर्वाद दिउँ भनेको आएन कहाँ छोरो सानो मान्छेले आशीर्वाद दिन्छ टपिस र मेरो है टपिस र मेरो साथी त भन्नेपछि त आज त आमालाई ढोगाइयो मलाई त ढोक्नु पर्दैन मलाई त ढोक्नु पर्दैन अब पर्दैन होइन ल हौ यत्रो त होइन ल मम्मीले मलाई दिनु भएको के भन्छ मम्मी होइन ल हौ यत्रो छ मम्मी गल्ती पर्यो कि क्या हो गल्तीमा होइन ल मम्मी होइन ल ओ ठुलो मम्मीको मैले पनि ढोक्नु पर्यो होला नि त दुईजनालाई पाए साथीहरू मासु भात खाएर त बोल्दै बोल्दैन म ढोक्नु पर्यो नि दुईजनालाई ल अब यसले ढोक्छ है साथीहरू कसलाई ठुलो मान्छेलाई कि सानोलाई ढोक्नु पर्ने हो सुरुमा ठुलो मम्मीलाई ढोक्दा नि हुन्छ मामा आज त के हो राईको छोरा त ढ्याममै ढल त अब मासु भात खानुपर्ने हुन्छ अनलले अघि खाइसक्यो साथीहरू कस्तो छ मासु भात भनिदियो त पैसा कति कमाइस् देखा त आम्मा ल आम्मा साथीहरू आज त के हो हामीलाई त यहाँ त पार्टी छ त अब मेरो मम्मी त सुनले ढक्क मक्क के साह्रो फेरि के हुने हो विदेशीको आमामा दुईजना विदेशीले आज हेर दुईटा आमाले हामीलाई मेजमान त बाफ्रे अनलले फेरि पैसा देखाएकै के साह्रो के लानु गिफ्ट रक्सी त लानु नै त्यो हामीले चाहिँ अब किन दिएको भने क्रिस्चियन भए पनि आमाहरूको दिन हो नि त त्यही भएर दिएको गिफ्ट ल्याउनु न ल साथीहरू अब चाहिँ हामी खाना खानु सुरु गऱ्यौँ चट्ट यस्तो आमाहरूले यस्तो दामी मेजमान दिँदा कता अब भोक लागेर चुइँको खुसिरहेछ खानु ल साथीहरू खानपिन चट्ट भयो अनि हामी चाहिँ अब माइती घरबाट टाटा बाई बाई सँगसँगै मेरो अनल यहाँ के गर्दैछ लाग्यो अनल पनि लु गएँ है आमा बिस्तारै आउनु होला ल साथीहरू आजको भिडियो जस्तै भयो अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ निन्द्रा लाग्यो भात खाएर झन् यस्तो माथा पर्यो हस् त बाई बाई साथीहरू